अब घर बनाऊ। अब यो बा खरको झुपडोमा बाले खरको झुपडोमा जीवन बिताए। अब मैले तिनको छाप्रोमा जीवन बिताएँ। अब तिमीहरूको पालामा छोराहरूको पालामा अब अहिले अब राम्रो राम्रो अब घरहरू बनाएर अनि राम्रो राम्रो घरहरूमा बस्ने सिस्टम आएको छ। यो विदेशी सिस्टमहरू हो। यसलाई चाहिँ यो चलिआएको सिस्टमलाई अनि सबैले प्रयोग गर्नुपर्छ र यसलाई चाहिँ राम्रो गरेर बनाऊ। घर भनेको आफूले जीवन बिताउने घर हो। यसलाई राम्रोसित गरेर यसलाई चाहिँ राम्रोसित चाहिँ अब फलाउने यो घरमा लक्ष्मीले बास गरून्। यो घरबाट अनि रोगवेद नलाओस्, सबैलाई सुख शान्ति समृद्धि होस्। पुस्तौँ पुस्ता यहाँबाट हाम्रो पुस्ताहरू फैलिउन्, नमासिउन्। यो हाम्रो लामो परम्परा रहोस्। अब यो अहिले शुभकामना छ। मेहनत गर, मेहनत नगरिकन हुँदैन। मेहनत गर, मन मिलाऊ, मेहनत गर, मन मिलाऊ र अनि जीवन बिताऊ। मेरो भनाइ यही हो। अब मैले पनि यही गर्दै आएको हो र मैले पनि मेहनत गरियो, मेहनत गरेर जीवन बिताइयो। अब यसैले सबैले चाहिँ यही पिँढोलाई यो संसार धार्ने पिँढो हो, प्रकृति हो। प्रकृतिसँग रमाउनु पर्छ र जो प्रकृतिसँग रमायो उसलाई भगवानले चाहिँ साथ दिएका हुन्छन्। यो हामीले बुझ्नुपर्ने कुराहरू छ। हस्, धन्यवाद छ। घरहरू बन्दैछ, शुभकामना छ। शुभ कार्य सफल होस्। भाग्य मान्छे रहेछ यो। यता अब यो बाटो उबेलाको खचड बाटो। अब यहाँ रोड बन्छ हाम्रो बाजेको पालोमा। अनि यो भयो यो कलपट। यहाँ पहिला माछा मार्थ्यौँ लाएर होइन। आज अब यो पानी पहिला जस्तो छैन। माछा मार्थ्यौँ यहाँ। यो भयो यो बँगेरको बुट्टा भयो। अब यो बँगेरको बुट्टामा हामी चढ्दै बँगेर खाँदै गर्दा यो बुढो भयो। अब यो पनि बुढो भइसक्यो, धमिराले खाइसक्यो। अब यो पनि काटिदिन्छन् होला। यो भयो यो मामा घरको उबेलाको मामा घर है। यो चाहिँ अब यो सब भित्किन्छ आस्ते आस्ते। सबै नभित्के नि पहिला जस्तो चाहिँ रहँदैन। अनि आएको भन्दा चाहिँ हाम्रो बाजे बजैले उबेलामा ठ्याक्कै यहाँ बसेर एउटा फोटो खिच्नु भएको छ। यो छतमा पहिला उबेला सानोमा ठ्याक्कै यो छतमा सुत्थ्यौँ हामी। अहिले जस्तो घाम लाग्छ बिहान बिहान त्यस्तो लाग्थ्यो। एकदम शीतलवाला घाम लाग्थ्यो। हुन्छ नि चराहरूको त्यो हावाको त्यो जुन फिल हुन्छ नि, त्यो महसुस एकदम अलग्गै थियो क्या। यो पनि यहीँ सुत्दै उठ्दै ट्याक्क तल आउँदै नाच्दै ट्याक्क चिया चिउरा खाँदै बजेहरूले दिनुहुन्थ्यो। त्यसरी नै ट्याक्क हुन्थ्यो। अब यो पनि जान्छ आस्ते आस्ते। यो भयो बाजे बजाइ। यो घर भित्किन्छ बजै। अब यो घर भित्किन्छ सबै। पछि अब यो भिडियो हेर्ने सबै हराउँछ। अब योमा हो
यहाँ हामी सानोमा बल खेल्थ्यौँ, गुरुङ खेल्थ्यौँ, मेगुच्चा खेल्थ्यौँ होइन। अब यो भयो यो छत, यही भित्तामा सानोमा हामीले बल हान्दै खेल्थ्यौँ। अहिले यो नेसले गर्दा चाहिँ नि यो भयो। यहाँ चढेर म हम्फाल्थेँ। यहाँ हामी खेल्दा यहाँ चढेर पुरै चढ्थ्यौँ हामी। यहाँ ठाउँ पुरा यहाँ डाँडा भयो, यो जाने बाटो पुरै गुली डन्डा खेल्दै बल खेल्दै होइन गर्ने टक्क जान्थ्यौँ। यो भयो, यो सब भित्किन्छ। यो बाजे बोजी कोठा भित्किसक्यो। अब भिडियो किन बनाएको भन्दा अब यो पछि कस्तो हुन्छ फेरि यस्तै हुँदैन, एउटा मेमोरीको लागि। अब यो गोठ भयो हाम्रो होइन। पहिला यति भैँसी हुन्थ्यो, यही भैँसी यो बाख्राहरू हेर यो खाना लाग्नु हेर्दा हेर्दा ठुलो भयो। यहीँ हुर्किनु सबै। पहिल्यैदेखि सानोदेखि यहाँको बाख्रा यस्तै लडाएको हुन्छ। अब यही गर्दा गर्दा यो बाख्राहरू पनि हराउँछ आस्ते आस्ते सबै। माछाहरू बाख्रा यति धेरै भैँसी हुन्थ्यो यहाँ, अहिले दुईवटा आस्ते आस्ते यिनीहरू हराउँछ। पहिला जस्तो हुँदैन। यहाँ हाम्रो लाटा मामा कोठा, यहाँ विशाल मामा सुत्नुभयो मामासँग, माइला मामासँग। अनि यहाँ ओम मामा सुत्नुभयो, त्यसपछि म सुतेँ मामा सँगसँगै होइन। होइन पिदियो अब यो ऊ डान त भित्किन त यो यहाँबाट भित्किन त हजुर। ल हुन्छ आयो ल भित्किन त अब तपाईँ होइन आफ्नो खिखी गर्नु खतम। यो भयो आस्ते आस्ते यिनीहरू पनि हराउँछ होइन। यो भयो यो टोइलेट हो। ओहो यो बुढो टोइलेट ढल्किसक्यो, यो पनि बुढो भएर टाढो पनि लाग्छिसक्यो। यहीँबाट जाने टक्क जान्थ्यो। बेलौती यहाँ हुन्थ्यो, बेलौतीको बुट्टा यहाँ चढ्ने। सानोमा मलाई चढ्न पठाउनु हुन्थ्यो यहाँ बाजे बोजूले। सेमी हुन्थ्यो क्या, लक्कै हुन्थ्यो क्या, क्या ठुलो थियो नि त्यो पिलिमीको रुख। टक्क ल्याउने टक्क चढिन्थ्यो। माउले अलग थियो नि त, पहिलाको मौसम अलग थियो। अहिले छैन त्यो सब, कुनै पनि छैन। यो भयो यो होइन, यो कुलो हो यो कुलो अहिलेको उहाँबाट नर्कटको त्यो पत्ता टिपेर ट्याक्क लाएर यहाँ डुङ्गाको रेस खेल्थ्यौँ। यति सफा आउँथ्यो नि यो ठाउँमा पानी होइन। अहिले छैन पहिला जस्तो भनौँ। तर जे भए पनि अब यो पनि आस्ते आस्ते सब हराउँछ, सबै हराउँछ। यो खेत भयो यहाँ बेलौतीको बुट्टा थियो, आँपको बुट्टा यो होइन, यो सब हराउँछ। अब यहाँ चाहिँ घर बनियो। यहाँ मामाले रोपेको होइन, मामाले रोपेको केरा पाकेपछि खान त हजुरले रोपेको होइन। उहाँबाट अनि यो भयो यहाँ सानोमा जमानामा यो ठाउँमा रक्सी पारेर बजेले हाम्रो मम्मीहरूले हुर्काउनु भयो, पाल्नु भयो, खाना लाउन पाइयो। यो ठाउँ आस्ते आस्ते भत्किन्छ सबै। आस्ते माटो खन्न गइन्थ्यो। यो दाम्लोहरू यति दाम्लो हुन्थ्यो पहिला बाख्रा भइसकेपछि गर्दा। अब यो पनि हराउँछ सबै आस्ते आस्ते। यो परालहरू के गर्दा यही हो यो ठाउँ। अब पछि कस्तो हुन्छ यो ठाउँ थाहा भएन। टोइलेट यो ठाउँ पछि गएर कस्तो थाहा भएन, तर यस्तो चाहिँ हुँदैन जे भएन। हेर्दै यो यहाँबाट पुरै हुन्थ्यो जाडोमा ट्याक्क यहाँ यो यिनीहरूले खाने यो उस गर्दा सानो सानो त्यो दाना निस्किन्थ्यो क्या त्यो आगो तापले। त्यो खानु कम्ता मजा आउँथ्यो। पहिलाको मौसमै अलग्गै थियो नि त। तर अब छैन। यो मामा कोठा पनि मामासँग नि सुतियो यो ठाउँ होइन। यो पनि हट्छ समय सँगसँगै। सबै कुराहरू बद्लिँदै जान्छ, हट्दै जान्छ, सबै कुरा चेन्ज हुँदै जान्छ बिस्तारै। ओहो कम त मजा आउँथ्यो यहाँ सुत्न। एउटा छुट्टै मेमोरी छ यहाँ। मामाको दराज, यहाँबाट
सामान लाँदै ब्याट बनाउँदै होइन हँसियाहरू के काट्दै यो मामा कोठा के हो के हो यो हो अब यो चाहिँ सिँढी है सानैदेखि यहीँ चढ्ने झर्ने सिँढी यो बाजे कोठाहरू थियो बाहिर यो भान्सा कोठा चाहिँ ओहो भान्सा कोठा भन्दा पहिला मैले भान्सा कोठा सुन्थेँ कि भान्साको कोठा चाहिँ क्या भन्ने तर यो याद आउँछ है भान्सा कोठा चाहिँ यो चित्र ओहो कसले बनाएको चित्र थाहा भएन तर यो छ अझैसम्म यो हो पहिला हामी यहाँ भित्तामा कहिले बढ्छौँ कति इन्च बढ्छौँ भनेर एउटा घेरा लाउँथ्यौँ क्या यहाँ चाहिँ यो भान्सा कोठामा है यो पनि हरायो सबै आस्ते आस्ते भान्सा कोठा यो गल्ली यो हो होइन यो पूजा कोठा यो कोठामा पनि सुतियो यो कोठाको पनि एउटा छुट्टै मेमोरी छ यो हाम्रो पूजा कोठा मामा घरको दराज यहाँ पूजा गरिन्थ्यो सानोमा हाम्रो बाजे त्यही हो यहाँदेखि यो सिँढी चढ्दा यति डर लाग्थ्यो यो आँटीमा पहिला हाम्रो आँटी यो आँटी पनि जानेको यहाँ चढेपछि एउटा हुन्छ नि त्यो छुट्टै के एउटा छुट्टै डर के तर दियो यहाँ छेमाहरूले हाम्रो मम्मीहरूलाई पनि डराउनु दियो थुप्रै यो आलु यहाँ ल्याउन पठाउनु हुन्थ्यो सानोमा यो आलु लिन आउँदा म यति चाँचाडो हुन्छ नि यति चाँचाडो आलु लिन्थेँ नि खड्या भन्दै भाङ हालेर दौडिहाल्थ्यो खै के को डर हुन्थ्यो पहिला अन्त पहिलाको समय त्यस्तै थियो मुसा नदेखेको नि कति बेर मुसा गइसक्यो यो एन्टिना है अब यो कहाँ पुग्छ थाहा भएन यहाँ माथि चढेर यो एन्टिना यति मिलाइयो है नेपाल टेलिभिजन मुमिङ कार्टुन हेर्न मेरी भाष्य हेर्न माथि एउटा भयो किन भन्दै आयो किन भन्दै झिरझिर आउने यति मिलायो एन्टिना ओहो रहेछ है एन्टिना यो त अलग्गै छ है के गर्न चलाउँथेँ मैले यो चलाउँथेँ यो बाक्सा म सायद जन्मेदेखि हिँड्छ होला सायद मामा जन्मेदेखि हिँड्छ होला यो भित्र के छ अझै थाहा छैन कसैलाई पनि आज हेरौँ है त ओहो वाट इज दिस यहाँ छ मल्टिप्लग चल्छ पनि थाहा भएन म चाहिँ लिएर जान्छु यो मल्टिप्लग ओ गिटारको तार त यहाँ पो रहेछ है होइन हाम्रो पहिला गिटारको तार भैलो खेल्दाखेरि या अरू बेला पनि मलाई चाहिँ गाली नहर्ने यहाँ चेक गर्यो खतले भनेर यो गो ओहो यो टाई होइन यो टाई एउटा छुट्टै मेमोरी छ यो टाईको पनि यति यो गाँठो पार्न आयो भने त हिरो यो आलु ओहो सानैदेखि यो आलु यसरी नै हुन्थ्यो नि त यहाँ अन्त डर हुन्थ्यो यहाँ हामीलाई सानोमा त्यसै आत्तेर डराएर भएको थियौँ कि हामी चाहिँ यो चाहिँ हो आँटी यहाँ फेरि जे पनि पाइने केही चाहियो भने यहाँ माथि आउने हँसिया दारे हँसिया होइन सबै करै यो हो खुकुरी होइन बेसी चाहिँ आँटी यहाँ झर्न भनेपछि यति डर फेरि म चाहिँ झरेँ हजुर ल आएँ ल म यो हो चाहिँ हाम्रो पूजा कोठा ल यहाँ चाहिँ सारा छौँ यो गल्ली यो चाहिँ हाम्रो मामा कोठा पहिला राधिका छेउमा बस्ने कोठा म जन्मेदेखि यो फोटो हिँड्छ छेमाको यो एउटा राख्ने ठाउँ पनि एउटा सेट एउटा छुट्टै छ यसको मेमोरी छेमाको राधिका छेमाको यो गल्ली यहाँ यो उसमा मामाको नान्चाको हुन्थ्यो 9 स्टिक ब्रुसलीवाला ऊ बेला विशाल मामाको यो यसमा चढेर हामी पुलअप हान्थ्यौँ माथि यो हो
बाजे कोठा पहिले भिडियो गराएको बाजे थाक्नुभयो यो चाहिँ हाम्रो बाजेको सबै के भन्छ सम्मान पाएकोहरू मामाको तारा मामाहरूको कोठा यो सटर कोठा बसेर धेरै उक्का खाइयो हजुर है यो गल्ली अब पछि कस्तो हुन्छ थाहा भएन तर यहाँ बस्नुको पनि एउटा छुट्टै मेमोरी छ सबैको यो अघि पनि घर चाहिँ यस्तो थियो है पछाडि घर बाजे हाम्रो बाजेको गल्ली यहाँ बसेर धेरै चाडपर्व मनाइयो धेरै समय बिताइयो यहाँ आएर खानुको एउटा छुट्टै रमाइलो छ एउटा छुट्टै फिल छ सो त्यति हो भोलि यो घर कस्तो हुन्छ थाहा भएन तर किन बनाएको भन्दा चाहिँ एउटा मेमोरी छ यहीँ जन्मियो यहीँ हुर्कियो फर्स्टमा आएर थ्याङ्क यू